देखाएको छ नि अनि बेलुका चाहिँ फर्किने बेला चाहिँ देखाएको हुन्छ हजार हजार बजेर अब यो खुट्टा दुखेर मरिहाल्दै हुन्छ शरीरलाई एक्सर्साइज त पुग्छ नि खुट्टा दुखेर प्राणै जाला जस्तो हुन्छ फेरि ओह्रालो यार आज चाहिँ यो हेरिदिनु होला है भिडियो म फेरि बनाउँदैन होइन है गाइज मेरो भिडियो हेरिदिनु होला म चाहिँ तलै मेरो क्यामै पुगुन्जेलसम्मको भिडियो बनाउँछु मेरो क्याम चाहिँ ऊ तल देखेको त्यो बिल्डिङहरू रहेछ नि ट्याक्क त्यहाँ हो होइन हामी चाहिँ त्यहाँबाट आएको धेरै टाढा छ यस्तो घुमेर गइन्छ सिनहरू राम्रै छ घाम लागेको छ आज हिजो अस्ति पानी परेको थियो है अब भिडियो हेर्ने भएपछि लामो बनाउनु पर्यो नभए छोटो बनाउनु पर्यो होइन त गाह्रो छ नि दुईवटा मान्छे कुदिरहेको छ अहिलेसम्म एउटा थियो अहिले दुईवटा वाह ला 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 अस्ति कति 4 मिनटको भिडियोमा त 400 भ्युज आएको थिएन जति भिडियो लामो भयो त्यति भ्युज आउँछ अरे होइन ओल्ड रेकर्ड चाहिँ क्या भन्ने विषय यहाँबाट स्वाटै जाने हो स्वाटै भिर यहाँबाट उँधो गयो भने बाँच्ने चान्स छैन डेन्जर बाटो छ कस्तो छ बाटो यति उकालो छ यार हाम्रा एकजना बड्डा यस्तरी कुदेर आउँदैछ ल एक्सर्साइज किङ हुने बड्डा फेरि सबैजना थाल्यो 60 वर्ष बुढा मलाई शुद्ध जिते अब कुद्नमा ल हेर्नुहोस् तागत बुढेसकालमा हेर्नुहोस् यहाँ कस्तो छ रिटायर आर्मी हो फेरि इन्डियन आर्मी पनि कम छ र पनि कहाँ कम छ उता फेरि कुकुर भुक्दैछ त्यो भोटे कुकुर हाम्रो एकजना सर सात तोलिएछ हेलो सर हेलो हाउ क्यान आई हेल्प यु भोटे कुकुरले के गर्छ सर भोटे कुकुर फेरि पाता कि छैन तपाईँ डराउनु भयो भने टोक्ने हो क्या त्यसले फेरि त्यसले त्यही भन क्या राम्रो बाटो छ बाटोमा सुत्दिने खालको बाटो छ होइन सर बाटो देखेर आउनु मन लाग्ने क्या मेन खासै ल अगाडि हिँड्नुहोस् तपाईँको पनि यसो चर्ती कलाहरू अब के छ त यो चाहिँ हाम्रो 30 दिनै बाटो हिँडेर सर्ने 80 केजीको मान्छे
65 केजी यहाँ झऱ्यो के भन्ने अब एक्सर्साइजको त्यहाँ मास्टर किङहरू छन् नि भोटे कुकुरले झन्डै सिकाएर हान्यो भने सर चिरफार गरिदिइहाल्छ फेरि भोटे कुकुरले होइन हजुर मुटु हल्लिनु भनेको त राम्रो होइन नि सर हाम्रोतिर त मुटु हल्लियो भने त ओहो कस्तो डर लागेको भन्ने बुझिन्छ नि त्यो अलग भयो यो हिँडाइले नसचेतन गर्नुपर्छ अरे के बिहान नसाको पावर जो हुन्छ नि त्यो कोलेस्ट्रोल घटाउने झ्याउ लाग्ने बाटो आयो त हरियो पऱ्यो यार कुदौँ कुदौँ त्यो त नकुदिकन त यहाँ ओल्डको बेस्ट युट्युबरको अरे सर द बेस्ट होइन त त्यसलाई चाहिँ ट्याकल दिने खालको भिडियो बनाउनु लाग्यो बुढा चिप्ले मेरो सातो गयो ज्यान गएर कुद्दिनँ हो ती त खुट्टो त पराक्कै जान्छ नि त फेरि ढाडै जान्छ नि तर यस्तो हो सर हाम्रो चाहिँ लडियो भने पनि हाम्रो चाहिँ त्यो तल जमिनमा बस्ने बेलामा ब्यालेन्स बन्छ होइन वेटले पनि त्यो खासै त्यो मर्किने सड्किने हुँदैन अरू चाहिँ चिप्ले भने अनि सकिने हो क्या त्यो आफै ब्यालेन्स लिइहाल्छ क्या शरीरमा तर लड्ने बेला झन् स्टेजरमा हालेर लानु पऱ्यो होइन हो त्यो हुन्छ उहाँको भन्दा त झन् अझै मलाई चाहिँ त्यस्तो स्टेबल अलिक हुँदैन आयो है आयो सोतिर साइडतिर जानु छ भनेर लगाएर धन्नै सेफ्टी सुज लगाइसकेको थिएँ सबैजना ट्रेक लगाएर ज्याकेट लगाइदिएर गाह्रो भयो कट्टुमा कस्तो मजा आउँछ के त बिर्सेर चाहिँ हो रोना सरको बेथाले च्यापे यस्तो छ नि त सोचिरहेको छु होइन ट्र्याक लगाइसकेको छु ज्याकेट लगाएको अनि मोजा लाउनु जुत्ता लाउनु पऱ्यो भनेर लगाएर झन् त सेफ्टी सुज माथि रहेछन् कि मोजा लाउने बेला त जुत्ता पो छ त त्यहाँ अनि बल्ल सम्झेँ कि भित्र पुरै पसिना आइसक्यो गाह्रो भयो नि पसिनै आएको छैन भने आज के भयो फेरि धेरै कुद्न पनि सक्दिनँ क्या मैले अस्ति 2 दिन थला पऱ्यो यार यही बाटो उरालो कुद्ने भएर यहाँ भोटे कुकुर छ है सर फेरि विचार गर्नुहोस् यो प्रत्येक घरमा भोटे कुकुर छ फेरि गाह्रो छैन नि जिन्दगी एकचोटि हानिदियो भने खुट्टो 3 ठाउँमा हानिदिन्छ कहाँ हुन्छ म त अगाडि चाहिँ गइहाल्छु यार हुँदैन तपाईँ बिचमा बसेपछि म अगाडि जान्छु सुनसरलाई छोडिदिइहाल्ने पछाडि त्यसले खेदा सही नआत्तिनु है सर तपाईँ यता हेर्नुहोस् डराले कस्तो भएको छ त्यो कुकुर भुकेको है ओ त्यो भोटे कुकुर यता सर डराले काम्दैछ आउँदैन क्या जिस्का अनि तपाईँलाई बिगार्ने त्यही भएर त नि अहिले आइपुग्छ यार द बेस्टलाई ट्याग गरेर हाल्नुपर्छ क्या युट्युबमा भिडियो अब मिस्टर बेस्ट आई विल प्रपरली च्यालेन्ज यु कम टु द नेपाल and challenge me in this way, walking in the morning. Okay. मोमेन्ट लागिसक्यो है ओह्रालो उकालो कति लाग्नु होला आधी मात्र भिडियो बनायो मैले फुल भिडियो बनाउँदा बाँकी नै थियो हाल्ने हो झ्याम्म अब आज 10 मिनटको भ्लग मर्निङ वक भ्लग हालिन्छ आज होइन कम गाह्रो पऱ्यो यार
चिप्लो छ फेरि खुट्टा अनब्यालेन्स भएन जुत्तामा यस्तो ग्रिपहरू चाहियो